हाम्रो चाहिँ बिहानदेखिको काम सुरु भएकै साथीहरू रातिदेखिकै दादाहरूले चाहिँ तोरी मोल्नु थालेकै आज चाहिँ लास भन्दा नि त डाँडाको चाहिँ सकिन्छ आज अलिकति छ हौ त्यहाँनिर त्यो चाहिँ भरे बेलुका मर्ना गर्ने अनि आजको चाहिँ यो सक्यो भने चाहिँ अनि चाल्नेहरू पनि रेडी गरेर ल्याएको छौँ अनि आज यो हिरो पनि स्कुल गएन मोबाइल हेर्न धन्दाले लठी पनि भाँचभुस पारेर ल्याएछ है आज स्कुल किन नगएको अरे हेर्नु दाइ तोरीको झुप्रीभित्र हिजो गएर बाबा चाहिँ यसले दाँत भाँचेर ल्याइदिनु भएको कि अनि आज दुःख भनेर चाहिँ स्कुल नगएको दाजु चाहिँ मात्रै गएको कस्तो ताल परेको छ मामाको मोबाइल हेर्दै बस्नलाई मामाले घर बनाइदिनुहुन्छ अरे यो चाहिँ हाम्रो दाइ है साथीहरू ए गोरु घुराउने हेर्नु है गोरु जस्तै छन् तग्रा तग्रा मेरो काममा चाहिँ म एक्लै परेँ साथीहरू आज चाहिँ नि यस्तो अल्छी लागेछ भन्नुहुन्छ कि एकदम कस्तो भन्दाखेरि अस्तिको दिन म झाडु थुक्नलाई गएको थिएँ कि अस्तिको सन्डेको दिन अनि झाडु थुक्ने बेलामा चाहिँ अब थाहा छ तपाईँलाई झाडुको पत्ता यति धार हुन्छ कि हेर्नु नै मजाले देखिँदैन होला यस्तोरी काटेको कि यो भित्र यो घेरामा नि त अलिअलि देखिरहेको छ यस्तो काटेको छ कि भित्रबाट यस्तो दुखिरहेछ कि एकदम के भन्नु तोरीको पाँजो उठाउनै सक्दिनँ तोरी उठाउनै सक्दिनँ यस्तो दुखिरहेको छ तर पनि उपाय छैन आज चाहिँ उखालेर सक्नुपर्ने एक्लै छु म दिदीलाई चाहिँ एकछिन आउनु दिदी सघाउन भनेर छ हाम्रो जेठानी दिदीलाई आउनुहुन्छ कि हुन्न उसको पनि आज चाहिँ घाँस पानीबाट पाहुना आउने अरे नि त त्यसैले अब जबरजस्ती पनि गर्न चाहिँ सकिनँ अब दादाहरू चाहिँ उहाँ फटाफटी मोल्दैछन् अनि त्यो मोलिसक्यो भने चाहिँ अनि फटाफटी गरेर हामी चाहिँ चाल्ने अनि हिजो चाहिँ हामीले उखालेको यो हो देख्न सक्नुहुन्छ सबै काँचो छ यसलाई चाहिँ अझै 2-3 दिन लाग्छ यो चाहिँ मजाले यसरी घाम लाग्यो भने चाहिँ यो पाँचहरू चाहिँ मजाले सुक्छ र अझै 2-3 दिन चाहिँ लाग्छ घाम पऱ्यो भने चाहिँ छिटै पाँचो चाहिँ सुक्छ अनि तोरी उखाल्नु पर्ने यत्रो बेसी हेर्नु न परबाट हेर्दाखेरि चाहिँ अलिकति छ जस्तो लाग्यो तर पनि यहाँ चाहिँ मलाई दिनभरि लाग्छ जस्तै छ थोरै छैन हेर्नु न बाबुको बाबा चाहिँ अलिकति त छ नि सकिहाल्छ भन्नु त्यसै तर पनि छेउबाट हेरेको हिजो चाहिँ सक्छु जस्तो लाग्यो कि तर आज चाहिँ बहुतै बेसी जस्तो लाग्यो नि कोही आइदिए पनि हुन्थ्यो जस्तो लागिरहेको छ सघाउनलाई दाइ पनि आइदिन्छ होला अब गोरु घुराइरहेछन् अनि अखनी लगाएर चाहिँ उसको काम भएन भने चाहिँ आइदिन्छ हिजो पनि एकछिन आएर सघाइदियो र आज यो लास्ट तोरी उखाल्नु त्यहाँबाट चाहिँ हाम्रो तोरीको काम यो हप्ता चाहिँ लाग्छ त्यहाँबाट चाहिँ सकिन्छ अनि त्यहाँबाट चाहिँ हाम्रो मतलब खेतीको काम हुँदैन भन्दा पनि हुन्छ किनभने चाहिँ अब जनवरी फेब्रुअरीमा चाहिँ अप्रिलमा चाहिँ छराइ मात्रै हुन्छ अब 2-3 महिना पछाडि मात्रै फेरि काम निस्किन्छ अनि मकै छरेर चाहिँ भाँसभुस पारेपछि त्यसको पछाडि फेरि यस्तै अब जनवरी फेब्रुअरीमा फेरि एकैचोटि काम हुन्छ हाम्रो चाहिँ अब त्यति मारामारी छैन तोरीको बेलामा चाहिँ अब 1-2 हप्ता चाहिँ अब कन्टिन्यू काम हुन्छ दुःख पनि हुन्छ त्यहाँबाट काम हुँदैन त्यहाँबाट चाहिँ अनि 3-4 महिना पछाडि फेरि मकैको काम हुन्छ त्यही हाम्रो चाहिँ दुःख भनेको चाहिँ त्यति खास दुःख चाहिँ छैन है साथी हाम्रो चाहिँ यहाँ र खेतीहरू पनि राम्ररी गऱ्यो भने चाहिँ नि एकदम राम्रो हुन्छ खेतीहरू चाहिँ नदी किनारमा पानीहरू भेटायो भने चाहिँ राम्रै हुन्छ तर भने चाहिँ यसपालि चाहिँ नि हामीले यो तोरी छरेबाट चाहिँ एकबार पनि तोरीले चाहिँ उम्रिएबाट चाहिँ पानी भेटाएको भए चाहिँ अलिक राम्रो हुन्थ्यो होला तर पानी नभेटाएर हेर्नु न यतिको भयो भने फलेको चाहिँ छ यतातिर हामीले हिजो अस्ति उठाएको चाहिँ यिनीहरू चाहिँ अब छिटै अब हौसिएर गुटी नभएर चाहिँ छिटो उठाएको थियौँ अनि यहाँ चाहिँ अब गुटी छ नि त अनि अलिक धेरै फलेर चाहिँ होला अनि अलिक टाइम लागेको यो चाहिँ अब पाक्नको लागि हेर्नु निकै छ नि मलाई आज दिनभरि लाग्छ जस्तो लाग्दैछ यति घाम चर्केको छ किन भन्नु न असल चाहिँ एकदमै गरम दिन थालेको छ छिटै गरम लाग्छ जस्तो लाग्दैछ मलाई चाहिँ बेलुका भने चाहिँ ठन्डा हुने दिनभरि चाहिँ गरम नभन्नु
भरे च्याउ खाली सक्छु कि सक्दिनँ, सक्यो भने चाहिँ तपाईँलाई म भरे भन्छु है त। अहिलेको लागि चाहिँ यति नै है।